हेलो साथीहरू नमस्कार, वेलकम बैक माई यूट्यूब चैनल। आज वाशिङ मेसिन टप लोड वाशिङ मेसिनको बारे कुरा गर्न गइरहेको छु। टप लोड वाशिङ मेसिनको बारेमा कुरा गर्नुपर्दा हामीले घरमा सामान्य सर्भिसिङको बारेमा यसको पहिलो कुरा बताउन गइरहेको छु। सामान्य यसको सर्भिसिङ भनेको यहाँ भित्र यो हाम्रो फिल्टर हुन्छ है, यो फिल्टर हुन्छ। यसलाई निकाल्दा हामीले यो फिल्टर सफा गर्नुपर्ने हुन्छ है। यसलाई यहाँ हुन्छ एउटा, जस्तो मैले हजुरलाई सम्झाउन गएँ, यो यहाँ एउटा हुन्छ हैन, अनि अर्को यहाँ हुन्छ। भन्नुको मतलब एउटा वारी भित्ता, एउटा पारी भित्ता, एउटा वारी पाखा, अर्को पारी पाखा हुन्छ। अनि यिनीहरू भनेको फिल्टर होइन है त। यो चाहिँ गोइङ्काको छ। र सामान्य हामीले घरमा सर्भिसिङ भनेको केमा ख्याल राख्नुपर्छ भन्दाखेरि यो फिल्टरलाई निकाल्दाखेरि माथि एउटा लक हुन्छ, यसलाई तल दबाएर यसरी सजिलै आउँछ है। अनि यहाँभित्र के हुन्छ भन्दाखेरि नर्मल्ली यो एउटा थैली जस्तो हुन्छ हैन, एउटा थैली जस्तो हुन्छ। यहाँ एकदमै फोहोर जमेको हुन्छ। मैले पहिले नै अलरेडी सफा गरिसकेको छु। एकदमै फोहोर हुन्छ है। अनि यो वारी पाखाको पनि निकाल्ने तरिका त्यही नै हो। यहाँ पनि एउटा थैली हुन्छ, यहाँ यो फिल्टर जस्तो, यो एकदम मैलो हुन्छ। यदि यो हामीले सफा गरिएन भने कपडा त्यति सफा हुँदैन। यो एउटा तरिका भयो। अनि त्यसपछि लगभग सबैको घरमा प्लसवाला स्क्रुड्राइभर त हुन्छ नै। र यसलाई यहाँ एउटा स्क्रु हुन्छ है, स्क्रु हुन्छ। यसलाई यसरी मजाले खोल्नु। ओके, मैले खोलिसकेपछि यसलाई यसरी आरामले आउँछ है, यो मजाले आउँछ। र यहाँ पनि अत्याधिक फोहोर जमेको हुन्छ। मैले यसलाई अलरेडी सफा गरेको छु, तर सामान्य घरमा सर्भिसिङ गर्ने तरिका सिकाउनलाई। अनि यो खोलिसकेपछि यहाँ एकदमै फोहोर हुन्छ। यसलाई मजाले धुनु होला ब्रसले। यहाँ राखेँ र यहाँ टोटल्ली यहाँ हैन, जताततै एकदम फोहोर हुन्छ कि यहाँ हुन्छ फोहोर, यहाँभित्र हुन्छ। यसलाई टक्क मोटर चलाएर होस पाइपले मजाले सफा गरेर पानी यति भराउनु होला। सफा गरिसकेपछि लगभग यति पानी बाहिर एक्स्ट्रा जगदेखि हालेर पानी यति भराउनु होला र यहाँ आउनु होला। यहाँ आइसकेपछि यसलाई त्यो पानी फेरि फाल्नलाई पावर अन गर्नु होला। अनि स्पेनमा जानु होला। स्पेनमा नर्मल हामीलाई 1 मिनटको भयो हुन्छ हैन। यहाँ 3 टाइम भनेको छ, हैन 3 भनेर देखाएको छ हैन, 1 मिनट भनेको छ। अनि यसलाई फेरि स्पेनमा राखेर सबभन्दा थोरै टाइम सिलेक्ट गर्नु होला। र यहाँ 3 देखाएको छ र यसलाई पेले हाल्नु होला। पानी अलरेडी यहाँको पानी सफा गर्ने छ है, र मजाले सफा गर्ने छ। र त्यसपछि अरू भनेको त हजुरहरूले अब सबै थाहा होला हैन, नर्मल चलाइराखेकोलाई कसरी चलाउने भन्ने विषयमा। यसरी यो पनि सफा गरेर 2-3 चोटि सफा गर्ने, अनि पानी ड्रेन गर्ने, सफा गर्ने, ड्रेन गर्ने। अनि र अर्को कुरा छ इनलेट। कुनै बेला हामीलाई के समस्या हुन्छखेरि भन्दा यहाँ सबै अन हुन्छ हैन, सबै अन हुन्छ, तर यहाँ चाहिँ पानी आएको हुँदैन। यहाँदेखि यसको सरफ राख्ने, यसको जसरी डाइरेक्ट रहेछ सरफ राख्नलाई। यहाँ पानी आउँदैन भने हजुरले त्यो पनि सबैको घरमा हुन्छ हैन। नर्मल्ली एउटा पिलास कता छ, यहाँ रहेछ, एउटा पिलास लिनु होला। र यो भागमा पिलासले छोप्नु होला। यसरी माथि तान्नु होला। तानिसकेपछि यसमा यो जाली हो है, नेट हुन्छ यो नेट छ। मैले यो पहिले क्लिन सफा गरिसकेको छु। यसलाई नि मजाले पानीले धोएर ब्रसले घोटेर सफा गरेर फेरि वापस यसरी दबाएर यसरी लगाउनु होला। ल साथीहरू, यति नै थियो आजको सर्भिसिङ। यसको सर्भिसिङ भनेको त्यति नै हो। यतिको लागि मिस्त्री टेक्निसियन बोलाउने हो भने हजुरले 500 देखि 1000 को खर्च आउँछ हैन। त्यो भएर आफैले घरमा सुरक्षित सामान र सर्भिसिङ गर्ने भने मेसिनरी चिज भनेको सालौं साल टिक्ने गर्दछ। केयरफुल गर्दाखेरि धेरै राम्रो हुन्छ है त। यसरी नै सर्भिसिङ गर्ने तरिका
मैले आज बताउन गइरहेको छु। भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला र अर्को भिडियोमा अर्को के लिएर आउँ एसीको बारेमा हैन। र च्यानललाई सब्स्क्राइब गर्दै गर्नु होला। मेरो च्यानलमा भनेको यस्तै टेक्निकल भिडियोहरू पोस्ट भइ नै रहेछ। त्यसको लागि फेरि अर्को भिडियोमा भेटौँला भन्दै आजलाई हस्त नमस्कार।